हेलो नमस्कार सबैजनालाई हैन। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म छरिएर बस्नुभएका सम्पूर्ण मेरो नेपालमा हुनुहुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई मेरो तर्फबाट एकदमै नमस्कार। म एकदमै अर्गानिक चिजहरू खान गइरहेको छु हैन। साथीहरू है, कसलाई मनपर्छ खानी भए सम्पर्क राख्नु होला हैन। उपलब्ध गराउन पनि सकिन्छ है। यो चाहिँ हाम्रो नेपालमै उत्पादन भई स्वयं मेरो घरमा पनि छ यो के अरे मौसम है। यो चाहिँ सात समुद्रकै पानी जहाजमा काका डुल्दै डुल्दै यहाँ मका आइपुगेछ। यसलाई म आज मजाले पूजा गरिरहेको छु है। यो राम्रोसँग हेर्नु होला हैन। यसरी बोक्रासँग खानुपर्छ है। अनि त्यसपछि यो हेर्नु, यो हाम्रो नेपालकै माथि मनाङ मुस्ताङमा फलेको स्याउ है। यो पनि रिङ्दै घुम्दै यहाँ मका आइपुगेछ हैन। राता राता गाला जस्तै छन् यो हैन। यसलाई पनि म खाँदैछु है। अनि त्यसपछि यो आफ्नै कराइसा बारीमा फल्ने स्याउको दाना है। स्याउको दाना होइन, यो चनाको दाना है। यो साँझको टाइम म ड्युटीबाट आएर करिब बिहान उठेदेखि 12 घन्टा ड्युटी गरेर आइसकेपछि म यो खाँदैछु। यो खाइसकेपछि यो बोक्दैसँग खान्छु। अझ यता पनि छ, यो चाहिँ मैले राख्छु अनि फेरि खान्छु। यसमा भोलि बिहान नै खान्छु होइन। यसरी खाइसकेपछि यो अलिकति आफ्नै मूल पानीमा नभएछ। ओहो झन्डै लड्यो है। यो अलि उ भयो क्या, यो खोलेर बिर्का चाहिँ यसको ढक्कन अलि टाइट भएछ। ढक्कन टाइट भएछ। यो चाहिँ पानी, यो पानी हो है। यो पनि खान्छु खान त मैले मिल्क जुस पनि खाएको।